चाहिँ गुगल अर्थमा चाहिँ सानो हल्का के गर्न सकिन्छ यसो हेर्नुपर्छ। गुगल क्रोमको हामी गुगल अर्थको चाहिँ यसो हामी यसलाई चाहिँ फाइलमा गएर नयाँ फाइल गरेर हेरौँ है। हामी ओपन न्यू हुन्छ, त्यसो नयाँ फाइल खुल्दैन। अब हाम्रो गुगल अर्थको चाहिँ यस्तो खुल्छ होइन। यहाँ चाहिँ यो चाहिँ हाम्रो टुलबारहरू हुन्छ होइन। त्यस्तै यहाँ माउस भएको चाहिँ राम्रो हुन्छ, अलिक एक्सेस गर्न सजिलो हुन्छ होइन। यो चाहिँ डाइरेक्सन देखाएर हुन्छ, नर्थ इस्ट यता हाम्रो साउथ भइहाल्यो, यता वेस्ट भइहाल्यो होइन। यो भनेको हाम्रो यो त के घुमाउनु पऱ्यो भने यो त प्लस माइनस भइहाल्यो। अब डबल ट्याप गर्नुभयो के गर्नुभयो भने यहाँ चाहिँ नर्मली फिचर्सहरूलाई हेर्नलाई चाहिँ नर्मली सबै अनचेक गरेर हेर्नुभयो भने चाहिँ बेटरली अझै थाहा हुन्छ। जस्तो हजुरले मानौ काठमाडौँ गर्नुभयो होइन, काठमाडौँ गर्नुभयो सर्च गर्नुहुन्छ, एउटा कुनै ठाउँमा गएर हजुरले लोकेट गर्न खोज्छ होइन। यसरी चाहिँ यसले चाहिँ यो मैले अहिले चाहिँ गरेको हो। यहाँ चाहिँ लोकेट गर्न खोज्यो। अब यहाँ हामी अलिकति फिचर्सहरू एड गर्न खोज्यौँ भने चाहिँ ट्यारेन्ट पनि हेरौँ कस्तो खाले ट्यारेन्ट छ होइन। यो ट्यारेन्ट हटाउँदाखेरि चाहिँ के फरक चाहिँ पाइन्छ जस्तो लाग्छ होइन। अर्को चाहिँ यो चाहिँ बर्डरहरू भन्छ, बर्डर राखियो भने चाहिँ जस्तो हामीले स्क्रोल गरेर यसलाई चाहिँ जुन आउट गर्दाखेरि चाहिँ जस्तो हाम्रो बर्डर चाहिँ देखा पर्छ। जस्तो यो कहाँ बर्डर के छ होइन, नक्सामा कन्ट्रीको बर्डर भयो। यो सायद जिल्लाहरूको पनि लेभलमा जिल्लाहरू पनि एउटा हिसाबले देखाइरहेछ होइन। अब यो हाम्रो भयो काठमाडौँ चाहिँ हामीले यहाँ देखायौँ होइन। अब मानौँ न कुनै एउटा पपुलर ठाउँको नाम जस्तो पशुपतिलाई चाहिँ हामी म्यापमा चाहिँ हेरौँ है, पशुपतिनाथको मन्दिर होइन। ल सर्चमा जाउँ, ठिक छ है, पशुपतिनाथको मन्दिर। यसलाई हामी पक्कै पनि यसो हेर्दाखेरि यो हाम्रो खोला भइहाल्यो। त्यहाँबाट चाहिँ यहाँ चाहिँ रिङ रोड एरिया यो हुनुपर्छ होइन। अलिक चिन्न गाह्रो भइरहेछ, सायद एयरपोर्ट साइड कता हो। यो पशुपतिनाथको मन्दिर भयो भने रिङ रोड हाम्रो यो चाहिँ हाम्रो भयो होइन, एयरपोर्ट भयो। एयरपोर्ट जाने बाटोलाई चाहिँ भनेपछि यो रहेछ, रिङ रोड चाहिँ यो भयो होइन, गौशाला यसो भयो यहाँबाट, यो चाहिँ एयरपोर्ट भयो होइन, गौचरण ठाउँ कोष भयो। मानौँ हामीले चाहिँ एउटा पशुपतिनाथको मन्दिर नै अब हाम्रो चाहिँ जस्तो यहाँ चाहिँ अब हाम्रो खोला छ, यहीँ लगभग मन्दिर छ होइन। चाहिँ यस्तो गर्ने यो पोइन्ट चाहिँ यसलाई चाहिँ हाम्रो पोइन्ट फिचर्स भन्छ कि, जस्तो यसको पोइन्ट फिचर्स हुन्छ। अरू पनि हामी हेरौँला। जस्तो यसमा चाहिँ म यसलाई लेबल गरेँ होइन, पशुपति टेम्पल राखेँ होइन। अब मैले हल्का चेन्ज पनि गर्न सक्छु, एक्ज्याक्ट लोकेसन्समा पनि पार्न सक्छु, अलिकति जुम इन गरेर अलिकति कहाँ हुनसक्छ होइन, एक्ज्याक्ट यसलाई चाहिँ यता पार्न सक्छु चेन्ज होइन। कोअर्डिनेटहरू यहाँ हेर्नु होला, हजुरले यहाँ हेर्नु होला होइन, कोअर्डिनेटहरू आफै चेन्ज हुन्छ। जस्तो चेन्ज भइरहेको नि होइन। अब यहाँ चाहिँ मैले चाहिँ केही थप्न मन लाग्यो भने चाहिँ यसले यो डिस्क्रिप्सन चाहिँ होइन HTML कोड लिन्छ। जस्तो हामीलाई हेडिङ केही राख्नुपर्ने भयो भने चाहिँ यहाँ गएर चाहिँ हामीले H1 शिव टेम्पल लेख्दियौँ होइन, र H1 लेख्दियौँ भने चाहिँ र यसलाई चाहिँ हामीले ओके गरिदियौँ भने चाहिँ अब हामी के हेर्न सक्छौँ हेर्नु है, यहाँ शिव टेम्पल हेडिङ आइदियो कि यहाँ चाहिँ। अब यो पोइन्टमा हेर्नु शिव टेम्पल भनौँ, यहाँ फोटो पनि राख्न सक्छौँ। जस्तो पशुपतिको फोटो हामी डाउनलोड गरौँ है,
पशुपतिनाथ होइन। यो फोटोलाई चाहिँ मैले अब डाउनलोड गरेँ होइन। के छ डाउनलोड गर्न दिन्छ होइन। डाउनलोड ठिक छ, यो डाउनलोड भयो। अब यो फोटो मैले यहाँ राख्नुपर्ने छ भने चाहिँ म के गर्छु भने यहाँ जान्छु, यसको प्रपर्टिजमा जान्छु होइन। र म यहाँ चाहिँ हजुरको यो एड लिङ्क, कुनै लिङ्क एड गर्नु पऱ्यो त्यो पनि राख्न मिल्यो। एड लोकल इमेजमा जान्छु, त्यहाँबाट डेस्कटपमा जान्छु, पशुपति टेम्पल गर्छु। यहाँ म कुनै यसको चाहिँ यो भयो नि पिक्सल्सको साइज पनि चेन्ज गर्न सक्छु। यहाँ मैले अब के गरिदिएँ भने चाहिँ मेरो फोटो पनि यहाँ एड हुन्छ। जस्तो मैले यहाँ ठ्याक्कै गरेँ भने चाहिँ यो फोटो पनि अपडेट भयो। मैले यसको साइज घटाउने बढाउने गर्न सक्छु। जस्तो अब फेरि म प्रपर्टिजमा जान्छु होइन। अब यहाँ चाहिँ होइन 500ले होइन 200 अलिक धेरै ठुलो भयो जस्तो लाग्यो। 300 गरेर हेरौँ न होइन। यो पिक्सलको साइज मात्रै म्याक्सिमम विथ भन्यो। यो गर्दै भने चाहिँ साइज अलिक सानो हुनेर आयो होइन। मैले ठुलो पनि गर्न सक्यो त्यही आधारमा। अब हामी यहाँ हेऱ्यौँ भने चाहिँ यसको अब हामी जस्तो यो चेन्ज हुँदै गर्दाखेरि ल्याटिट्युड लङ्गिट्युडहरू चेन्ज हुँदै गर्छ। हाम्रो कर्सर जहाँ छ त्यसले चाहिँ हाम्रो कोअर्डिनेटहरू चाहिँ चेन्ज भइरहेको हुन्छ होइन। अब हामीलाई एसेस गर्नु पर्यो पशुपति टेम्पल कतिमा छ भनेर चाहिँ हामीले यहाँ ल्याटिट्युड लङ्गिट्युड जान्छ, हामीले यहाँ एसेस गर्न सक्छौँ होइन हाम्रो पोइन्टबाट। यस्तै अब पशुपतिनाथको मन्दिर भयो होइन। अरू कुनै टेम्पल अब या कुनै अरू दरबार ल है, दरबार सुन्दर होइन। यसमा हामी सर्च गरौँ होइन, त्यसलाई पनि हामी लोकेट गरिदिउँ। ठिक छ, यहाँ दरबार होइन। दरबार अलिक कस्तो देखिन्छ भनेर हेरौँ न होइन। यसलाई चाहिँ क्लिक टु लुक एराउन्ड दरबार यस्तो छ होइन। नजिकबाट हेरौँ न कस्तो छ। दरबार हाम्रो यस्तो छ है। अब यसलाई पनि हामी सेम तरिकाले गर्न सक्छौँ। यो भयो यो भयो होइन। कुनै एउटा पोइन्ट यहीँमै राखेर यसलाई पनि हामीले नाम दिएर सुन्दर होइन गऱ्यौँ। यसलाई पनि कुनै हेडिङ दिन सक्छौँ। जस्तो અહીં जस्तै हामीले HTML को कोड हो त H1 भनेको होइन। होइन H1 गरिदिउँ। इमेजको लागि पनि त्यही हिसाबले एड गर्न सक्छौँ। चाहिँ यहाँ हाम्रो धरारा आइदियो होइन। यसरी लेखेर आउँछ होइन, धरारा सुन्दर भनेर धरारा। त्यसपछि अरू अब फेरि हामीलाई जस्तो हामी कति अन्त्य म्यापको जस्तो अहिले मैले पशुपतिनाथको फेरि हेर्नु पऱ्यो भने चाहिँ म यहाँ जान्छु, उसले मलाई आफै नै त्यहाँसम्म पुऱ्याइदिन्छ। हो मलाई त्यहाँसम्म पुऱ्याइदिइहाल्यो होइन। म इनकेस कतै मलाई खोज्नु परेन, उसले त्यहाँ पुऱ्याइदिन्छ। म यहाँ क्लिक मात्रै गर्नु। यो भनेको हामीले कहाँ कहाँ बनाएको हुन्छौँ नि उसले आफै नै एक्सेस गर्न सक्छ हामीलाई होइन। त्यस्तै अरू भनेको चाहिँ यो हाम्रो अब मैले चाहिँ स्ट्रिट भ्यू हेर्नु पऱ्यो पशुपतिनाथको कस्तो हुन्छ। मैले यसलाई चाहिँ ड्र्याग गरेर मान्छेलाई चाहिँ कहाँको हेर्नु पऱ्यो, कुनको स्ट्रिट हेर्नु मन छ होइन। जस्तो अब यहाँ हेरौँ न कस्तो देखिन्छ भने चाहिँ यो खासै राम्रो देखिनु रहन्छ होइन। अब हामी यहाँबाट हिँडौँ, अगाडि बढौँ अगाडि बढौँ अगाडि बढौँ अगाडि बढौँ। यहाँ त मन्दिरको भयो, मान्छेको फेस अहिले ब्लर हुनुपर्छ अरे भनिन्छ होइन। हामीलाई चाहिँ त्यहाँ कस्तो हुन्छ एक्सपिरियन्स गर्न सक्छौँ क्या। जस्तो अब हामी यो कुन एरिया हुनसक्छ पशुपतिनाथ मन्दिरभित्रै छौँ होइन। यो सायद त्यति मैले अलिकति सम्झाउन गाह्रो भइरह। तर यो कहाँ सोर्सबाट लिइरहेछ यहाँ पनि आइरहेछ कि। यो सायद माथि बाहिरको जस्तो लाग्यो होइन। ठिक्क जस वी क्यान एक्सेस के यसरी हेरेर होइन। हामीलाई बाहिर स्केप दाबिदिनुपर्छ, हामी बाहिर भ्यूमा आइदिन्छौँ। यु क्यान टेन्टेटिभ हामी कस्तो लोकेसन्समा हामी छौँ भनेर हेर्न सक्छौँ होइन। त्यस्तै अब यो भयो होइन।
अब चाहिँ हाम्रो यस्तै गरी अब हाम्रो केशर मल हाम्रो लोकेट गरौँ होइन। केशर केशर महल यो काठमाडौँमा सर्च गरौँ होइन। केशर महल हाम्रो यो यो चाहिँ अब केशर महल कति एरियामा छ यसो नि हेर्न सक्छौँ। यसो कम्पाउन्ड जुन यो छ नि यो चाहिँ हामी मानौँ यो केशर महल पुरै छ होइन, देखिरहेछ हामीलाई यसरी। यो कम्पाउन्ड छ नि यो कति एरियामा चाहिँ छ हामीलाई थाहा गर्नु पऱ्यो। बिचको जुन एरिया छ नि यो खाली एरिया यो चाहिँ कति छ हामीलाई होइन। त्यो यो चाहिँ यो हजुरको चाहिँ मेन उस भयो बाटो भयो होइन। यो चाहिँ केशर महल होइन। तर केशर महल त यतिभित्र त नहुनु पर्ने। यो गार्डन अफ ड्रिम्स भयो यहाँ यो इन्टरसेक्सन हुनुपर्ने। अलि इन्टरसेक्सन देखिरहेन, घरै घर भएर हो कि होइन। यो इन्टरसेक्सन हो, यो चाहिँ एउटा इन्टरसेक्सनको रूपमा देखिरहेन, अलिकति अर्कै रूपमा देखिरहेछ यो। यस्तो त नहुनुपर्ने हो। जस अब हामीलाई चाहिँ मानौँ टियु ग्राउन्डको एरिया नापौँ है। टियु जुन हाम्रो क्रिकेट ग्राउन्ड छ नि टियु क्रिकेट ग्राउन्डको चाहिँ अब एरिया नाप्नु पऱ्यो। हामीले त्यहाँ केही काम गर्नु पऱ्यो, टेन्टेटिभ एरिया कति हुन्छ होइन नाप्नु पऱ्यो भने चाहिँ टियु क्रिकेट ग्राउन्ड छ होइन। अब यसको प्यारामिटर पनि नाप्न सकिन्छ होइन। प्यारामिटर कति छ या कुनै पोइन्टदेखि कति डिस्टेन्समा हुनसक्छ होइन। अब हामी यसको लागि चाहिँ के हुन्छ यहाँ चाहिँ एड पोलिगन भन्ने छ, अर्को के छ एड पाथ भन्ने छ। हामी चाहिँ पोलिगनमा जान्छौँ, पोलिगनको फिचर्सहरू हेरौँ है। अब यसमा चाहिँ टियु ग्राउन्ड भनेर लेख्दा पनि मिल्छ होइन। टियु क्रिकेट ग्राउन्ड लेखिदिउँ होइन। अब यहाँ चाहिँ सिम्पल यहाँहरूले डग जहाँ जहाँ हजुरले स्ट्रेट छ भने स्ट्रेट भयो होइन। अलिकति नजिक नजिक गर्नुहुन्छ कल जस्तो छ, नजिक नजिक गर्नुभयो भने राम्रो होला होइन। अहिले यो चाहिँ त्यो हजुरको कुनै हिसाबले चाहिँ मिस्टेक भयो जस्तो यहाँ धेरै जस्तो भयो भने चाहिँ हजुरले राइट क्लिक गर्नुभयो भने चाहिँ ब्याक आउँछ। जस्तो यो ब्याक आइरह नि त्यो भयो होइन। अब सकभर अलिकति क्लोजमै गएर यहाँ छुटिसक्यो हेर्नु त होइन। त्यो अलि भएन नि त राइट क्लिक गरेर यो पनि छुटेछ। त्यसो अलि नजिक नजिक लगेर चाहिँ यहाँ चाहिँ यसलाई पनि हामी ब्ल्याक क्लिक गरिदिउँ। अब हामी चाहिँ सुरु गरौँ है। यहाँबाट यो भयो अलिकति जुम इन माउस भयो भने चाहिँ सजिलो हुन्छ होइन। ए मैले चाहिँ राइट क्लिक गरेर डिलिट गर्दैछु होइन। ठिक छ, नजिक नजिक राख्नु भने एकुरेट हुनसक्छ होइन। एउटा चाहिँ हामीले म टेन्टेटिभ गरिदिन्छु है। तर गर्ने चाहिँ अलिक नजिक नजिक गरेर हामीले अलिक एस्टिमेट गर्नु पऱ्यो। मानव रोपको त्यहाँ एस्टिमेट कति लेन्थ लाग्छ भनेर गर्नु पऱ्यो भने नि गर्न सक्छौँ। जुन बााउन्ड्रीमा रोप हुन्छ नि यहाँ चाहिँ मिस्टेक हो जस्तो लाग्छ, ओभरल्याप भयो कि जस्तो लाग्छ होइन। यो फेरि ओभरल्याप भयो जस्तो छ। अन्त यो जग्गा होइन कसरी हो भनेपछि के भयो यहाँ चाहिँ अलिक कर्भ रहेछ छुटिसक्यो। यहाँ चाहिँ हामीले अलिकति यस्तो गरेर गरौँ ल। त्यसपछि लगभग यो बिग्रियो होइन। यो त जोइन हुनुपर्ने के हिसाबले जस टेन्टेटिभ हामीले चाहिँ सायद के हिसाबले छुट्यो भने चाहिँ यसलाई चाहिँ हामीले सार्न मिल्छ। यो पोइन्टलाई सार्दिउँ होइन, क्लोज भइहाल्यो नि ठिकै सार्दिउँ।
यसरी मिल्दैन त्यसो यो मैले यता राखेँ अर्को पोइन्ट चाहिँ ठ्याक्कै यहाँ राखेपछि क्लोज भयो हैन अलिकति टेन्टेटिभली के अब यहाँ चाहिँ हामीलाई के हेर्नु पर्छ जस्तो यसलाई चाहिँ म कलरलाई चाहिँ व्हाइट छ नि व्हाइटलाई चेन्ज गर्न मन लाग्यो म यसरी गरेर यो चेन्ज गर्न सक्छु हैन चेन्ज हुन्छ एरियालाई मलाई कलर गर्न मन लाग्यो भने चाहिँ म अरु कलरले एरिया गर्न सक्छु हैन यो एरिया भयो या हैन अलिक मन परेन लाइट गरौँ भनेर लाइट पनि गर्न सकिन्छ हैन व्हाइटै राखौँ भने पनि पाउनुहुन्छ हैन मेजरमेन्टमा चाहिँ यसले चाहिँ के गर्यो भने हाम्रो यो पेरिमिटर चाहिँ यति रहेछ एरिया पनि यति रहेछ भन्ने निकाल्न सकिन्छ हैन एउटा यो भयो यहाँ ओके गर्दिनुस् हैन टिभी क्रिकेट ग्राउन्ड चाहिँ हामीलाई हेर्न मिल्छ हैन यसमा पनि फोटोहरु राख्न त सकिन्छ त्यही नै सेम तरिकाले नै प्रपर्टिजमा गएर यहाँ चाहिँ हजुरले यसको हेडिङ केही थप्नु पर्यो भने थप्न सक्नुहुन्छ जस्तो यो H1 मा चाहिँ यहाँ चाहिँ अब के लेख्न मन लाग्यो इन्टरनेसनल भएन हाम्रो फेरि इन्टरनेसनल क्रिकेट स्टेडियम लेख्दिउँ न हैन स्टेडियम हैन स्टेडियम के फोटो राख्नु छ भने त्यस तरिकाले राख्नु मिल्यो अब म यहाँ चाहिँ क्लिक गर्यो भने चाहिँ टियु ग्राउन्ड भनेर फोटो सायद अहिले नेटबाट ताने जस्तो लाग्छ हैन टियु क्रिकेट ग्राउन्ड यो त उले आफै ताने मैले चाहिँ यो चाहिँ मैले लिएको चाहिँ यो टियु क्रिकेट ग्राउन्ड इन्टरनेसनल क्रिकेट स्टेडियम भनेर लेखेँ हैन अब यसपछि चाहिँ अब अरु भनेको चाहिँ हामीले यसमा एक्सप्लोर गर्नु पर्दाखेरि जस्तो कुनै हिसाबले हामी चाहिँ नर्थलाई चाहिँ हामी मानौं टिल्ड गर्दियौं जस्तो कतै यता पुग्न गयो भने चाहिँ फेरि त्यही आउनलाई चाहिँ अब यहाँ यसरी गर्न मिल्यो तर यहाँ डबल क्लिक गर्दिनु हुन्छ भने जानु पर्ने थियो गएन हैन यहाँ भित्र गयो हुन्छ भन्ने सेन्स थियो आउनु पर्ने हो त्यसो लाइन ट्र्याक गरेर लैजाउँ न त ल यहाँ पुरानो यहाँ पुरानो ल नर्थ यो भयो हैन अब अरु भनेको चाहिँ मानव हजुरलाई चाहिँ दुईटा इन्टरसेक्सन बीचको चाहिँ डिस्टेन्स पनि थाहा गर्न जस्तो कुनै पनि फिचर्स लिनियर फिचर्स जस्तो अब हामीलाई पोखराको एयरपोर्टको चाहिँ हैन कति रनवेको लेन्थ छ हैन पोखरा इन्टरनेसनल एयरपोर्ट छ नि त हैन त्यसको रनवे कति लेन्थ छ भनेर चाहिँ सर्च गर्न सक्छौं हैन यहाँ लोकेट गर्दै उले हैन अब यसलाई चाहिँ हामीले लोकेसन पनि गर्न सक्छौं अब यसमा रनवे कुन हो भनेर चाहिँ पक्कै पनि यो रनवे हो हैन हेर्न सक्छौं हामीले अनि यसलाई पनि हामी स्ट्रेट भ्यूमा गएर हेरौँ न कस्तो देखिन्छ यो यसको पेमेन्ट नै राम्रोसँग एनालाइज पनि गर्न सक्छौं अलि भएन कि हैन जस यहाँ हिँड्न सक्छौं हिसाबले कस्तो भ्यू देखिन्छ माउन्टेन्सहरु पनि देखिन्छ रहेछ एयरपोर्टबाट हैन एक्जिट गर्दै जुम आउट गरौँ हैन यो रनवे नै हो हैन हजुरको रनवे हुँदाखेरि यहाँदेखि उले हेर्दै हेर्दै आउँछ यहाँदेखि सुरु हुन्छ हैन रनवेलाई चाहिँ थाहा गर्नु पर्यो हामीलाई लेन्थ थाहा गर्नु पर्यो भने चाहिँ हामी यहाँ जान्छौं हेर्नु त एड पाथमा जान्छौं पोलिगन हैन कि एड पाथमा त्यसपछि इमेजिनरी ओभरल्याप हैन पाथमा जाऊ यहाँ पोइन्ट गरौँ डाइरेक्टली यो त स्ट्रेट हुन्छ लास्ट पोइन्टलाई हेर्दा नि हुन्छ डाइरेक्टली सेन्ट्रल लाइन सबभर सेन्ट्रल लाइन गरौँ अथवा सेन्ट्रल लाइनमा टिक गर्दियो भने लगभग हाम्रो रनवेको लेन्थ आउँछ एक्ज्याक्ट नै आउँछ लगभग एक्ज्याक्ट त नभनौं तर धेरै हदसम्म एक्युरेसी हुन्छ अब यसको पनि त्यही हो यहाँ पनि नाम चाहिँ पोखरा इन्टरनेसनल एयरपोर्ट को रनवे हैन यसलाई पनि हेडिङ सेडिङ त्यही गर्न सक्छ स्टाइल कलरमा जाँदाखेरि अलिकति विथ बढाइदिउँ कलर पनि अलिकति अर्कै दिउँ हैन अलिकति देखियोस् हामीलाई हैन विथ पनि अलि बढाइदिउँ 3 जति गर्दिउँ त्यो अलि देखिन्छ हैन
देखिनु पर्ने होइन र हाम्रो लिनियर फिचर्समा गएर देखिनु त पर्ने हो कसरी गयो अब एकचोटि यहाँ खोजौँ है प्रपर्टिजमा गयो स्टाइल कलर गयो क्यापेसिटी भयो मेजरमेन्टमा जाँदा पर्यो फेरि सायद अलिक टिकी लिनु त पर्ने हो फेरि गरौँ त है के फरक पर्छ र हामी स्टाइल गरेर भइसक्यो ए यसलाई चाहिँ हामीले क्यान्सल गर्नुपर्छ किनकि चाहिँ पहिले दाबिएछ ए मैले अहिले के गरेँ भने मैले पहिला चाहिँ यहाँ गएर सायद मैले मिस्टेक के गरेँ सुरुमा मैले गरेँ रुक्नु है सुरुमा म यहाँ गएँ मैले चाहिँ पहिला पाथ बनाएँ पहिला यो लेखेर त्यहाँबाट चाहिँ यहाँ जानुपर्ने रहेछ होइन मिस्टेक चाहिँ त्यो भएछ ल केही छैन भने चाहिँ यसलाई बनाउनुभन्दा हामी चाहिँ यहीँ रनवेमा जान्छौँ प्रपर्टिजमा जान्छौँ अब चाहिँ यो पोइन्ट इस्टाब्लिस हुँदैछ यसलाई चाहिँ क्यान्सल गर्छौँ फेरि जान्छौँ है डाइरेक्ट लास्ट पोइन्टमा जान्छौँ न त होइन अब हामी मेजरमेन्टमा गयौँ भने चाहिँ उसले 2617 रहेछ टेन्टेटिभ चाहिँ धेरै हदसम्म हामी करेक्ट पनि यसपछि अझ एउटा पोइन्ट पनि बनायो भने चाहिँ 2600 उसले अपडेट 2620 होइन हेर्नुभयो भने चाहिँ रनवे कभर भयो होइन यो चाहिँ हाम्रो सायद हेलिप्याड जस्तो लाग्छ हेर्दाखेरि एप्रोन कुनै होल्डिङ एप्रोन जस्तो लाग्यो त्यसपछि अब यसरी गर्न सकिन्छ होइन त्यसपछि अरू भनेको चाहिँ अब पोखरा इन्टरनेसनल एयरपोर्टको बारेमा चाहिँ यसको हिस्ट्री हेर्नु पऱ्यो कसरी चाहिँ हाम्रो विकास क्रम कसरी भयो होइन त्यसको बारेमा हेर्न मन छ भने चाहिँ कसरी आउन सकिन्छ भने यसलाई चाहिँ ब्याक यो गरिदिउँ होइन अब हामी यसलाई ओके गरिदिउँ हामी चाहिँ टिआईको बारेमा नि के अरे पिआईमा लेन्थहरू हेर्न सकियो होइन अब यही टिआईको एरिया पनि हेरिदिउँ है जस्तो लगभग यो छ नि एरिया यसको बिल्डिङको छ नि यसको बिल्डिङको एरिया कति छ एरिया त हामीले हेरिसक्यौँ एरिया भनेको फिचर्स भनेको पोलिगनबाट हुने हो होइन त्यहाँबाट पेरिमिटर निकाल्न सकिन्छ अरू भनेको चाहिँ अरू हामी चाहिँ के गर्न सक्छौँ भने यहाँ हामी किन अर्थ मात्रै हेर्ने होइन गएर मार्समा जाऊँ या मुनमा जाऊँ होइन मुनमा पनि जान सक्छौँ लोड गर्छ उसले हामीलाई मुनमा पुऱ्याइदिन्छ क्या मुनमा पनि हामी हेर्न सक्छौँ जस्तो यो पोइन्ट सायद उसले पहिल्यै इस्टाब्लिस गरेको पोइन्टहरू हो होइन यो चाहिँ सायद मुन्स ह्याडी डेटाको यो सायद एस्ट्रोनट्सहरूको नाम जस्तो लाग्छ कसले कहाँ ल्यान्ड गरेको भन्ने सेन्स जस्तो लागिरहेको तर ठिक छ अब यो एउटा भइहाल्यो होइन हामी अर्थमै रहौँ अब हामीलाई चाहिँ फेरि केही छैन हामी रनवे होइन कुन अब कहाँ जान मन छ दुईवटा अब थाहा इन्टरसेक्सनमा पनि हामी हिँड्न सक्छौँ होइन यो भनेको रोडको लेन्थहरू थाहा गर्नु दुईवटा इन्टरसेक्सनमा हाम्रो रोडको लेन्थ थाहा गर्नु छ भने पनि यसरी अनि यो त अलिकति उस भएछ होइन ट्रिप प्रपर्टिजमा गएर होइन यसलाई चाहिँ हामीले चेन्ज पनि गर्न सक्छौँ जस्तो अहिले केही नगरौँ होइन दुईवटा इन्टरसेक्सन बिचको लेन्थ कति छ भन्दाखेरि यसरी पोइन्टमा अलिकति एकुरेट भयो होइन जुम इन गरेर मजाले पोली लाइन बनाउनु सेन्टर लाइन क्रस गयो भने चाहिँ धेरै हदसम्म हामीले गुड एक्युरेसीमा चाहिँ थाहा गर्न सक्छौँ होइन अरू भनेको चाहिँ यहाँ हाम्रो धेरैवटा फिचर्सहरू छ जस्तो भ्यू गुगल अर्थ कस्तो हुन्छ होइन सेभ इमेज जस्तो कुनै हामीलाई इमेज लिन मन छ भने चाहिँ हामी सेभ इमेजमा गएर चाहिँ राम्रो खाले चाहिँ अब यहाँ चाहिँ
माई 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 क्याम्पस भनेर लेखौँ होइन, लेखौँ। अब म के गर्छु भने मेरो क्याम्पस के हो, पुल्चोक क्याम्पस हो, पुल्चोक इन्जिनियरिङ कलेज होइन। म त्यहाँ जान्छु। मैले यो यसको म्याप लिइदिन्छु क्या, जस्तो म अलिक टेन्टेटिभ यो हो लगभग देखिने गरी मलाई लिनु छ भने म सेभ इमेज गरिदिन्छु। मैले के नाम दिन्छु, माई कलेज लेखिदिन्छु होइन। कस्तो फाइलमा लिने, पिएनजी कस्तो खाले इमेजमा सेभ गर्ने, सेभ गरेँ। म हेर्न सक्छु त्यो कहाँ छ, म डाउनलोडमा जान्छु। यस्तै इमेज चाहिँ राम्रो क्वालिटीको आउँछ, यस्तो राम्रो क्वालिटी इमेजको, जसले जुम इन गरेर पनि हेर्न सक्नुहुन्छ होइन। जस्तै इमेज चाहिँ आउँछ, यो भयो होइन। अब यसलाई चाहिँ हामीले क्रस पनि गर्न सक्यौँ। अब भिडियो गर्न सिकौँ है, भिडियो पनि बनाउन सक्छौँ होइन। त्यसको लागि चाहिँ हामीले यहाँ छ नि रिकर्डर टुर। मानौँ अब हामीले सबै गरेको चिज चाहिँ होइन हेर्न मन लाग्यो, ठिक छ। जस्तो कि अहिले हामी के गर्यौँ, पहिला त हामीले भिडियो टुर गर्दाखेरि यहाँ अन गर्नुपर्छ रिकर्डलाई। यो उसमा नि अन गर्न सकिन्छ, दुइटै हेर्न सकिन्छ। ल सुरुमा हामीले अन गऱ्यौँ है, यो आवाज पनि दियौँ होइन, भोइस पनि रेकर्ड गर्न सकिन्छ। सबभन्दा पहिला हामी पशुपतिनाथको दर्शन गरेर आऊँ होइन। ल पशुपतिनाथ, हाम्रो पशुपतिनाथले रक्षा गरून् हाम्रो। हेर्नु टक्क पशुपतिनाथको मन्दिरको केही झलक हेर्न मन छ भने सर हेर्ने। यसरी पशुपतिनाथको अब हाम्रो आँगनमा हामी पुगिसक्यौँ। पशुपतिनाथको दर्शन अब अझै राम्रो चाहिँ गर्न मन छ भने चाहिँ हामी चाहिँ यसरी ड्र्याग गरेर हामी आफै गए जस्तो पाराले स्ट्रिट भ्यू पनि हेर्न सक्छौँ। कसरी देखिरहेछ होइन, अलिकति टाढा हेरौँ न, नजिक गयो भने त अलिकति क्लियरिफाई हुन गाह्रो हुन्छ होइन। यसरी मस्त हेर्न सक्छौँ, यस्तो गरेर कस्तो देखिन्छ होइन भन्नु जान सक्छौँ। त्यसपछि हामी अब जाऊँ धरहरा सुन्धारा पनि पुगेर अब मन्दिर त घुमियो एकचोटि सर धरहरा कस्तो छ हेरौँ होइन। त्यसो भए पुग्नु पनि गयो नि, पुगाउ नि त यार, डबल क्लिक गर्नुपर्छ यसरी। अब धरहरा सुन्धारा नै पुगाइदिन्छ। यस, यो 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 उत्तल धरहरा हो हाम्रो। हेर्नु है, गर्नु पनि सकिन्छ क्या हो हो कि हेर प्लस गरिन्छ क्या, 1 तला 2 तला 3 तला 4 5 6 7 8 तला पनि देखेर छ हो कि 21 तला भन्छन्। जस यो भयो होइन। अरू यस बाहेक हामीले के गर्न सक्छौँ भने डिफ्रेन्ट हाम्रो टाइम फ्रेममा चाहिँ धरहरा कस्तो देखिन्छ भने हेर्न सक्छ क्या। यहाँ एउटा टाइमको फ्रेमको बारेमा होला हेर्नु त एकचोटि, कता छ एउटा चिज चाहिँ छ है, कतै हुनुपर्ने। यहाँ हिस्टोरिकल इमेजनरी हो नि, घडी जस्तो छ नि, यही नै हो। सनलाइट एक्रस द ल्यान्डस्केप त होइन, यो हो हाम्रो होइन डिफ्रेन्ट टाइम। यहाँ चाहिँ हेर्नु 2025 अहिलेको लगभग टाइम हो होइन, 12 भने चाहिँ यो अहिलेकै टाइम हो होइन। होइन मलाई चाहिँ अलिकति पहिला हेर्नु छ जस्तो। यहाँ हजुरले चाहिँ धरहरा जस्तो म यो पोइन्टलाई अलिकति सारिदिन्छु है, किनकि एउटा यो सार हेरौँ है, यसले अलिकति डिस्टर्ब गरेर हाल्यो भ्यूलाई। अलिकति यता पारिदिउँ है, यसले यता जस्तो हामी धरहरा हेर्न सक्छौँ अहिले यस्तो छ होइन। यो हो हाम्रो धरहरा होइन। अब यो टाइममा हेर्नु है चेन्जेस कस्तो छ, फरक चेन्ज। उसले गुगल मतलब हाम्रो चाहिँ सेटेलाइटको इमेजेसहरू हो डिफ्रेन्ट। यो 2021को भयो। हाम्रो अर्थक्वेक आएको 2015 हो। 15मा हेर्नुहुन्छ भने लोड भइरहेछ भने चाहिँ यो त्यो बेला धरहरा छैन हेर्नु है, कन्स्ट्रक्सन फेजमा थियो, मतलब रिकन्स्ट्रक्सन फेजमा थियो जस्तो लाग्यो होइन। 19मा पनि 16मा 15को अर्थक्वेक हो भनेपछि 15मा गयौँ भने पनि हामी लोड भइरहेछ। 15मा इमेज छैन क्या। 12मा पनि हुनुपर्ने धरहरा कहाँ गयो, यहाँ छ हेर्नु, यो 12मा। भनेपछि यो हाम्रो कन्स्ट्रक्सन फरक ठाउँमा भएको क्या। यहाँ हजुरले नोट हेर्नु है, जस्तो यो पोइन्ट यहाँ छ, धरहरा यहाँ छ भने चाहिँ माथितिर छ नि धरहरा, तर यो पोइन्ट यहाँ हेर्नु है,
धरार म चाहिँ पोइन्ट माथि छ कि धरार आफ्नो ठाउँमा छैन क्या हो अलिकति किन हो त्यही ठाउँमा बन्नुपर्ने हो त्यो नयाँ कुरा आयो होइन कि अब इमेजको त फोटो लिँदाखेरि चाहिँ मिस्टेक हुन्छ कि यो पोइन्टको कोअर्डिनेट त फिक्स हुन्छ होइन गुगलको कोअर्डिनेट हो यो जुन यो पिन पोइन्ट गरेको मैले केही कुरा चाहिँ यतातिर चाहिँ फरक पोइन्टमा छ कि जस्तो यहाँ हेर्नुहुन्छ भने यो फरक हुँदो रहेछ गुगलको कुन इमेज कसरी लिन्छ त्यसले फरक भएन रहेछ यहाँ फरक फरक ठाउँमा हेरिराखेँ नि कुन टाइमबाट इमेज कसरी लियो भन्ने हो यस्तो रहेछ पहिला डिफ्रेन्ट टाइम फ्रेममा चाहिँ हामी हेर्न सक्छौँ यही फ्रेममा चाहिँ हामीले अब यो रोडको विकास पनि हेर्न सक्छौँ जस्तो यो चाहिँ हाम्रो मेन रोड हो होइन यो म हजुरलाई देखाउन चाहन्छु होइन अहिले चाहिँ अब डिफ्रेन्ट अब यो एरिया त हाइली उस हो नि त डेन्सिफाइड एरिया हो अब हामीले यहाँ हेर्न सक्छौँ डिफ्रेन्ट एरिया कसरी डेभलप भइरहेको जस्तो यो त हाम्रो यो त्रिपुरेश्वर भयो होइन अहिले चाहिँ हामी अझै पुरानो एजमा गयौँ भने चाहिँ कतिसम्म डाटा छ यसमा अहिले यो बिचमा भन्नु रहेछ 1985 देखाइरहेछ सायद त्यो बेला हाम्रो इमेज के देखाउन खोजिरहेको छ देखाइराखेन भने चाहिँ यहाँ हामीसँग डाटा छैन 2005 को छ 2005 मा हामी हेर्न सक्छौँ सुन्दरा कस्तो थियो सुन्दरा होइन त्यो बेला पनि बाटोहरू बनिसकेको रहेछन् होइन सायद यो कुराहरू भयो यो टुर सबै भइरहेछ होइन अब यसलाई चाहिँ हामी रेकर्डलाई बन्द गरौँ यो कुरा चाहिँ हामी हेर्न पनि सक्छौँ होइन सेभ यसलाई चाहिँ के नाम दिनु पर्यो होइन माई फर्स्ट भिडियो टुर लेखिदिउँ होइन यहाँ पनि केही यसलाई चाहिँ त्यही अनुसार राख्न सकिन्छ केही नाम दिनु पर्यो भने चाहिँ अब हेडिङ 1 भिडियो टुर भन्ने आजको मिति राख्न सक्नुहुन्छ 0909 ओके होइन अब यहाँ बसिसक्यो होइन अब यसलाई चाहिँ हेर्न मन छ भने त भोइस पनि रेकर्ड गर्न सकिन्छ सबभन्दा पहिला हामी पशुपतिनाथको दर्शन गरेर आऊँ होइन हाम्रो पशुपतिनाथले रक्षा गरौँ न हाम्रो म होइन यो उसमा भिडियोमा चलिरहेको यसलाई सेभ गर्न मिल्छ रुक्न है यहाँबाट टुल्सबाट जाने रुक्नु यो सेभ यसलाई एक्जिट गर्नुपर्ने हुन्छ यो म एक्जिट गरेँ होइन त्यसपछि म अहिलेको टाइममा आउँछु होइन त्यसपछि टुल्समा जाने हो होइन मुभी मेकर मैले जुन गरेँ यो मेरो किन मैले यो अन छ त्यही भएर यो यसमा आफै लियो मैले मैले ब्राउज गर्न सक्छु डाउनलोडमै बस्छ ठिक छ होइन एचडीमै हुन्छ क्रिएट गरिदिउँ नि त होइन मेरो नेटको स्पिड अनुसार यो लोड आफ्नो हिसाबले लिन्छ लामो भयो म पज गरिदिएँ हामीले अब यति नै सिक्ने भयौँ अब हामी जाने भयौँ बाई